सबैजनालाई नमस्कार। तपाईहरुलाई आज म एउटा तथ्य देखाउन गइरहेको छु जहाँ यहाँ भनिएको छ 2081 साल असोजको 1 गतेदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको जनकपुरको राष्ट्रिय भेलाले एउटा कुरो पारित गरेको छ। त्यहाँ धेरै निर्णय मध्ये एउटा निर्णय के छ त्यो पेज 8 नम्बरको पेजमा त्यहाँ लेखिएको छ, प्रतिनिधि सभा चाहिँ विघटन गर्न पर्ने हुन सक्छ अथवा यो चुनाव चाहिँ सार्न पर्ने हुन सक्ने भनेर उनीहरूले पहिले नै भनेका छन्। र अहिलेको जुन भइरहेको सरकारको चाहिँ नेतृत्वमा चुनावमा जान नसकिने कुरामा पनि उनीहरूले उल्लेख गरेका छन्। र त्यहाँ के भनेको छ भने त्यसको लागि पार्टीको सम्पूर्ण सङ्गठनलाई स्ट्यान्ड बाई बस्नलाई भनेको कुनै पनि हालतमा तयारी अवस्थामा बस्नलाई निर्देशन गरिएको छ। ल यहाँ हेर्नुस् तपाईहरुले आफैले के लेखा छ यहाँ। अर्कोतर्फ जुन यो जेनजी आन्दोलन भनिएको थियो भदौको 23 गते, भदौको 22 गते रासोपाले नै एउटा विज्ञप्ति निकालेर आफ्नो सम्पूर्ण युवाहरूलाई सङ्गठनका मान्छेहरूलाई चाहिँ पार्टीको झन्डा अथवा लोगो नचिनिने गरी पहिचान लुकाएर चाहिँ त्यो आन्दोलनमा जानु भनेर त्यहाँ विज्ञप्तिमा भनिएको छ, उर्दी जारी गरिएको छ। अब त्यो जेनजीको आन्दोलनमा उहाँहरूलाई किन जान पर्यो, त्यो पनि पहिचान लुकाएर है। र योभन्दा पहिले नै उनीहरूलाई चाहिँ सांसद विघटन गर्ने भनेर उनीहरूको निर्णय भइसकेको छ, उनीहरू यो सांसद विघटन गर्छ भन्नेमा थिए पहिले। र अर्को कुरो जति पनि मान्छे त्यो तोडफोड आगजानीमा संलग्न भए ती मान्छे अहिले आएर हरेक मान्छे राजसभामा आएर जोडिएका छन्। हेर्नुस् है, अब के यो संयोग मात्रै हो? कुन शक्तिले ल्याएर यिनीहरूलाई एक ठाउँमा ल्याइदियो र कसले यिनीहरूलाई चाहिँ यो सांसद भङ्ग गर्ने भनेर निर्णय गरायो पहिले नै हो? यसको मतलब यो तयारी थियो, पहिलादेखि नै पूर्ण रूपमा तयारी थियो। त्यसै कारणले गर्दाखेरि जुन यो आन्दोलन भयो त्यो आन्दोलनको बलमा यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चाहिँ भागे। त्यहाँ कारण देखाइयो कि त सुरक्षा खतरा भयो भनेर। के को सुरक्षा खतरा हुने? सबै उसै कार्यकर्ता त्यो आन्दोलनमा सहभागी थिए, देश चलाउन सहभागी थिए भनेको यो सुनियोजित षड्यन्त्रको हिस्सा होइन भनेर भन्ने आधार के छ त? अब तपाईहरु आफै विचार गर्नु होला। धन्यवाद।